कन्सल्टेन्सी नआइकन मेरो भिसा लाग्यो। त्यही बायोमेट्रिकहरू मात्रै गर्न आएको थिएँ, अरू त पेपरहरू सबै अनलाइन थ्रु पठाएर। नमस्ते, मेरो नाम चाहिँ खिमकुमारी थापा हो। म चाहिँ बुटोलबाट हो। मैले चाहिँ करियर विङ्स चाहिँ इन्स्टाबाट फलो गरेको। मैले चाहिँ पिसिएलको थर्ड इयरबाटै फलो गरेको थिएँ। यहाँ आइएल्स पिटीहरू पढ्छु भनेर राम्रो लाग्थ्यो सरले काउन्सिलिङहरू गर्दाखेरि, भिडियोहरूमा हेर्दाखेरि चाहिँ। अनि त्यसपछि पिसिएल सकेँ, लाइसेन्स निकालेँ। अनि त्यसपछि अहिले चाहिँ बिपिपीको चाहिँ कोर्सहरू थाहा पाएर चाहिँ मैले यहाँ कन्ट्याक्ट गरेँ। अनि त्यो म्यामले चाहिँ, सुधा म्यामले चाहिँ काउन्सिलिङ गर्नुभयो, यस्तो यस्तो हुन्छ भनेर। अनि मैले चाहिँ टपअप कोर्सको लागि चाहिँ एप्लाई गरेँ। अनि म चाहिँ कन्सल्टेन्सी नआइकन मेरो भिसा लाग्यो। म त्यही बायोमेट्रिकहरू मात्रै गर्न आएको थिएँ, अरू त पेपरहरू सबै अनलाइन थ्रु पठाएर एकैचोटि भिसा आयो। बायोमेट्रिक गरेको चाहिँ 15 दिनमा चाहिँ भिसा आयो मेरो। थ्याङ्क यू।